guys, welcome to our channel. फेरि पनि स्वागत छ तपाईहरुलाई ससी एन्ड श्रुति युट्युब च्यानलमा। आज चाहिँ हामी शनिबार चर्च गएर पनि आइसक्यौं अनि शनिबारको दिन हामी के गर्दैछौं भनेपछि आज चाहिँ मेरो ससीलाई र सुकुला मैले करेन्ट चाउचाउ पकाइदिएको छु यहाँ। करेन्ट चाउचाउ खाने नि अनि करेन्ट चाउचाउको च्यालेन्ज गर्ने नि अनि के भएर करेन्ट चाउचाउ हामी पकाउँदैछौं। म चाहिँ यहाँ करेन्ट चाउचाउ पकाउँदैछु अनि मेरो मैले लगाइसकेँ। अनि म चाहिँ करेन्ट चाउचाउ सँगसँगै यहाँनिर अन्डा पनि बनाइदिँदैछु ल म ससी र सुकुलाई। आज चाहिँ हाम्रो स्याटरडे हो, त्यही भएर हामी धेरै दिन पनि भयो हामीले भिडियो नबनाएको। त्यही भएर आज चाहिँ मेरो ससी र सुकुलाई चाहिँ म करेन्ट चाउचाउ च्यालेन्ज गराउँछु। यहाँ करेन्ट चाउचाउ पाक्दैछ, हजुरहरूले देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ आज चाहिँ करेन्ट चाउचाउ उनीहरूलाई म च्यालेन्ज गराउँछु। कसले छिटो खाइसक्ने रहेछ उहाँहरूले। म पनि बिजी छु अनि प्लस मेरो नानी बाबु पनि जाडो मौसम छ, त्यही भएर आज म हजुरहरूलाई मैले के बनाइदिनु लाग्यो थाहा छ? आज चाहिँ स्याटरडे हामी ढिलो चर्चबाट आयौँ नि त, त्यही भएर चाहिँ आज म के बनाइदिँदैछु भने हजुरहरूलाई करेन्ट चाउचाउ च्यालेन्ज गराउँछु है। हजुरहरू रेडी किन रेडी हो कि चाहिँ कोही छैन? अरू बेला कुनै बेला म गर्छु है ल। म चाहिँ यहाँ मलिदिँदैछु ल। यहाँनिर सस हाल्दैछु मेरो ससी र सुकुमलाई। सुकुम त्यहाँनिर अन्डा उयो हुन्छ है, बेबी नगर ल। अन्डा पाक्दैछ। मेरो ससी र सुकुमलाई चाहिँ एकदमै डेरी मिल्क मनपर्ने, बाप पनि डेरी मिल्कले माया गरेर लगिदिएको छ। दाँतै छैन क्या, दाँतै छैन दुख्यो भनेदेखि अनि यति धेरै रुनुहुन्छ उहाँहरू। यहाँ चाहिँ मैले पिरो भयो भने डेरी मिल्क खानुहुन्छ भनेर यहाँ राख्दैछु। मेरो भाइको र मेरो यहाँ मामुले मलले होइसिन्छ। सस थोरै भयो भने थोरै हाल्दैछु, थोरै यति हाल्दैछ नि, एक चुप्पो मात्र यति हाल्दैछ न। थोरै पिरो नै राख्छु कि ल म। थोरै अनि जसले पुग्यो भन्छ त्यसले चाहिँ अब चाहिँ अप एन्ड डाउन होइन, अब के हो थाहा छ? अप एन्ड डाउन नै त्यो त हाम्रो यसले ढाडमा डेम डेम पिठा खान्छ है। जो आउट हुन्छ जसले फिनिस गर्दैन, जसले चाहिँ अनि जो सेकेन्ड हुन्छ त्यो सिधै ढाडमा ड्याम खान्छ है। मैले चाहिँ यहाँ मलिसकेको छु, अब चाहिँ उहाँहरूलाई म भात लगाइदिन्छु। चम्ची यहाँ छ है, दुई चम्ची हुन्छ सबैलाई। चम्ची खानै सक्दिनँ आमा। मामुले त तिन चम्चीको लगाइदिन्छ त। मलाई त खानै मन लाग्दैन। अब म यो पिटाइ नै खानुपर्छ कि नाइमा त आज पुरै फिनिस गर्छु। बराबरी छ। फाइनली गाइज आज चाहिँ मेरो नानी ससी र सुप्रिमको चाहिँ करेन्ट चाउचाउ रेडी भइसक्यो। यो सुप्रिमको अन्डा र उहाँहरू खाएर च्यालेन्ज गरिदिन्छ ल।
जित्दो रहेछ उहाँहरूलाई देखाउँछु ल अहिले। अब शशीले सुप्रिमले हार्दा जस्तो छ। किन शशीले हार्ला जस्तो छ। सुप्रिमले जितिसक्यो, शशीले पिठा खाने भयो। हातले खाएर नि शशीले जितेन। जितेको हो जे भने शशी तिमीले हारिसक्यौ। सुप्रिमले जितिसक्यो, अब पिठा हानी भयो भाइको। तिमीले जित्ने मान्छेले पिट्नुपर्छ, हार्ने मान्छे जाऊ हेर्नु वाक्स गराउनु। शशीले हार्छ, अब हारिसक्यो। करेन्ट चाउचाउ च्यालेन्ज हारेपछि त फुट्न त पर्यो। ल यहाँ उभियो शशी, यहाँ उभियो उभियो शशी उभियो। तिमीले हारेको छौ, अहिले नाटक नगर है, तिमीले हारेको छौ शशी। यो शशीले ल शशी शशी नभाग त सुप्रिम त्यो शशीलाई समेत पिट।